हेलो गाइस, अब आज चाहिँ हाम्रो हस्पिटल छ। हाम्रो कुन चाहिँ डिपार्टमेन्टमा आज चाहिँ हाम्रो सायद न्युरोलोजीमा होला। लेट्स गो। मेरो पकेटमा के हाल्छु भन्दा एउटा डायरी सानो अनि एउटा चाहिँ पेन हाल्छु। यो सायद यो ब्ल्याक पेन हो, चाहिँ रेड कलरको छ, ब्ल्याक। अनि ह्यान्ड क्रिम, लिप ग्लस। यस, आई एम जस्ट अ गर्ल। द्याट्स इट, लेट्स गो। चार्जर, and yes, let's go. And see you. चाहिँ हाम्रो कलेज भयो। सो यस, हामी चाहिँ अब फाइनली हस्पिटल पुग्यौँ। अब भित्र जान्छौँ। हामी चाहिँ अब भर्खर न्युरोलोजी डिपार्टमेन्टमा गयौँ। अब त्यहाँबाट आयौँ। त्यहाँ त भिडियो बनाउन त मिल्दैन, अब त्यही हो। अनि अब चाहिँ हामी एकछिन समोसा खान जान्छौँ, भोक लाग्यो। अनि त्यसपछि हेरौँ एकछिन इमर्जेन्सीमा जान्छौँ भन्ने कुरा छ। अब भिडियोहरू चाहिँ बनाउन पाउँदैन, त्यही हो। नेपालको हस्पिटलमा गएर आमामा इमर्जेन्सीको लागि लास्टै रिङटा लगाइसक्यो मलाई। नेपालमा गएर नेपालको हस्पिटलमा चिकन समोसा हो। दिस वान चिकन समोसा, भित्र चाहिँ चिकनको फिलिङ हुन्छ यसमा। अनि इट्स भेरी गुड। सो बेसिकली फ्ल्यास चाहिँ यस्तो इनर्जी ड्रिङ्कहरू खानु हुँदैन होइन, तर अन्डा छ के तर इनर्जी ड्रिङ्क किन खान्छौँ हामी? इन्स्टेन्ट इनर्जीको लागि। यस्तै हो, हेल्थ केयरमा लागेपछि के हुन्छ, आफ्नो हेल्थको चाहिँ पर्वाह हुँदैन, अरूको हेल्थको पर्वाह हुन्छ। अब काम गर्दा गर्दा अब त्यो बस्दा बस्दा रिङटा लाग्छ वार्डमा, भोकले यताउतिले अब खानै पर्यो। उसले सिकाउने, उसले मलाई नै सिकाएको है। उसलाई सुरुमा मन पर्थेन है फ्ल्यास खाने बेला, यस्तो पनि कसले खान्छ भन्नुहुन्थ्यो। अहिले चाहिँ केही भएर थके लाग्यो भने फ्ल्यास खाने हो कि। तर अहिले खाँदै अहिले म अब हामी कुन चाहिँ वार्डमा जाने? त्यही जाने नि, इमर्जेन्सीमा जाने भने होइन त्यही त। हाम्रो दिदीलाई चाहिँ एकदम न्युरोलोजी डिपार्टमेन्ट मनपर्छ, त्यही भएर अब हामी चाहिँ न्युरोलोजी डिपार्टमेन्ट जान्छौँ होइन। त्यहाँको डक्टरहरूले राम्रोसँग सिकाउनुहुन्छ के, इङ्ग्लिस पनि बोल्नुहुन्छ अनि राम्रो लाग्छ। अनि नर्स दिदीहरू पनि एकदमै राम्रो हुनुहुन्छ, हामीलाई सिकाउनुहुन्छ। मलाई चाहिँ अब यस्तो यस्तो गर भन्नुहुन्छ, म गरिदिन्छु अनि सिकाउनुहुन्छ। राम्रो छ, त्यहाँको मान्छेहरू एकदमै राम्रो छ के। मान्छे राम्रो भन्दा पनि आफू राम्रो भए पनि सबै राम्रो हुन्छ। आफूले इन्ट्रेस्ट छ भने आफूले उनीहरूले सिकाउँछ। त्यो त जुन कन्ट्रीमा पनि त्यही हो कि। अब नेपाल गयो नि त्यही हो, इन्डिया गयो नि त्यही हो, जता गयो नि त्यही हो कि। मैले आज कति 5-7 जनाको बिपी चेक गरेको होला, अनि त्यसपछि टेम्परेचर सबैतिर उसलाई चाहिँ ऊ पनि हाल्न नि दिएको हो कि। तर आफै अब हामी बल्ल अब थर्ड इयरमा छौँ नि त, अब हामीलाई अफिसियल्ली टिचरले सिकाएको छैन। अनि राख्न त पा, बाई बाई। अब चाहिँ हामी खाजा खायौँ, अब चाहिँ हामी जान्छौँ फेरि वार्डमा। अघि त मलाई लास्टै हो कि कस्तो रिङटा लागेको हो कि। त्यस्तै हो, तर भाइब्स त एउटै हो कि। हस्पिटल गयो, टक्क खाजा खान निस्कियो, रमाइलो हुन्छ। डक्टर सपना बिस्ट। यस डक्टर विष्टा बसेको हुन्छ यहाँ पनि, बाहिर निकालेर बसिरहेको हुन्छ नि त है। त्यसले गर्दा फ्यामिलीहरू भन्छ नि पेसेन्ट फ्लो हुँदैन, यस्तो उस्तो हुँदैन भनेर, त्यस्तो भन्ने मात्र हो कि। हामी त झन् ऊ हस्पिटलमा हो, गभर्मेन्ट हस्पिटलमा हो गर्ने, कलेज प्राइभेट भए पनि। अनि यसरी फ्यामिलीहरू यसरी बसिरहेको हुन्छ कि। सबैजनाहरू हस्पिटलभित्र एलाउड हुँदैन नि त, त्यही हो। आफ्नो फ्यामिली मेम्बर्स बिरामी भएपछि को चाहिँ घर डक्टर अगाडि डक्टर डक्टर भिडियो रेकर्ड गरिरहेको थिएँ अनि अगाडिबाट सिनियर डक्टर आएकै हो नि, त्यही भएर सबैले डक्टर डक्टर भनेर भन्यो हो कि। हातमा यो थियो, हातमा इनर्जी ड्रिङ्क थियो, फेरि कराउँछन् फेरि, त्यस्तै हो। तर फेरि खाना त उनीहरू पनि त्यही खान जान्ला है, हामीलाई कराउने मात्र हो। खाँदैन है, झुट बोल्छ, खाँदैनन्। फ्रुट्स हामी जस्तो जेएनजी डक्टरहरूले मात्रै यस्तो खान्छ कि नभए अरू डक्टरहरूले खाँदैन। हामी त जेएनजी डक्टर, त्यही भएर उहाँ चाहिँ एकदमै सिनियर डक्टर हुनुहुन्छ, त्यही खानु हुँदैन। गराउनु क्याप लाउँछु, क्याप इज म्यान्डेटरी। क्याप त एकदमै लाउनै पर्छ हामीले। क्याप चाहिँ कस्तो हुन्थ्यो, यतातिर चाहिँ सबै डक्टर हो। अहिले भर्खर पेसेन्ट सायद डिस्चार्ज हुन लाग्यो रहेछ।
वार्डको भित्रपट्टि छौँ, त्यस्तो विधि भिडियो त गर्न पाउँदैन, तर यसरी हुन्छ पेसेन्टहरू चाहिँ यसरी बसेको हुन्छ। सो यस बस आयो, अब हामी कलेज जान्छौँ। तर म चाहिँ एउटा त्यो के अरे जसले पनि उज्बेक भनेर चाहिँ हामीलाई चाहिँ पागल बनाउँछ, हामीलाई होइन, उसलाई पनि हो मलाई पनि हो, दुइटैलाई हो। अब हामी जान्छौँ। सो बाई बाई गाइस। ओपिडी भयो, यहाँनिर चाहिँ इमर्जेन्सी डिपार्टमेन्ट छ, यस्तो भिड हुन्छ। ट्राई गर्छ पेसेन्टहरू चाहिँ लगातार यो भिन्नै हुन्छ, यहाँ हिँड्न पनि मिल्दैन यसरी। सो यस, अब हामी जान्छौँ छिटो छिटो। सपना, हाउ वाज योर डे भनिदेऊ। धेरै राम्रो थियो, मजा आयो, धेरै कुरा सिक्यौँ होइन, राम्रै भयो। अब भोलि फेरि आउँछौँ। अब हामी चाहिँ मेन भनेको चाहिँ अब हामीले ल्याङ्ग्वेज सिक्न पर्यो कि। अब हामी होस्टेल गएर अहिले हामी सुत्दैनौँ, 1 घन्टा ल्याङ्ग्वेज पढ्छौँ भनेर भनेको छौँ। अब टिचर त हुनुहुन्छ इङ्ग्लिस, डक्टर चाहिँ इङ्ग्लिस बोल्ने हुन्छ, तर नट एभ्री टाइम हामीसँग अभाइलेबल हुन्छ भन्ने पनि हुँदैन। यस्तो हो नि, अनि मेन आफूले सिक्न त हामी पेसेन्टसँग बोल्न पर्यो नि त है, त्यही हो। भएर एउटा यो ड्रब्याक चाहिँ छ कि ताकि हाम्रो ल्याङ्ग्वेज आउँदैन, ल्याङ्ग्वेज आयो भने सजिलो हुन्थ्यो कि। अब पेसेन्टको इलनेस मात्र थाहा भएर नि भएन नि त, डक्टरले त सबै भनिदिन्छ होइन। अब नर्सहरूसँग बोल्न पर्यो, गर्न पर्यो। अब मेन त डक्टरलाई सिकाउने भनेकै धेरै त नर्सले हो नि त, सबै कुरा त सिक्न पर्यो नि त हामीले। त्यही माथि हामी त अहिले 3rd इयरमा, अनि त बेसिक्स नै हो नि त हाम्रो होइन त, कसरी खाना खुवाउने के गर्ने तिनीहरू कुराहरू त्यही सिकाइरहेको हुन्छ। त्यसको लागि नर्ससँग इन्टरेक्ट गर्नलाई चाहिँ हामीलाई ल्याङ्ग्वेज चाहियो कि, त्यही हो। म चाहिँ पेन, मसँग धेरै पेन छ तर मेरो होइन, मेरो साथीहरूको। नेपालबाट 2 वर्ष अगाडि आउँदाखेरि पेन सुटकेस भरि थियो, अहिले पनि सुटकेस भरि पेन छ है। पेन एउटा पनि निकालेको चाहिँ छैन मेरो साथीले। मेरो पेन चाहिँ आएको 2 महिनामा सकिसकेको थियो, उसको पेन चाहिँ अहिले पनि जतिको तति हो। किनभने यस्तै बाटोमा हिँड्दा हिँड्दा पेन भेटाउँछ उसले। अनि त्यस्तो होइन के, म अरू साथीहरूको पेन आफ्नो पेन निकाल्दिनँ, निकाल्छु हराइहाल्छ के। अनि साथीहरूको पेन ल्याएर भित्रमा गरेर यता फलफुलहरू पनि छ, यसरी फलफुलहरू पनि बेच्न राखिरहेको हुन्छ हस्पिटल बाहिर। त्यही हो कि, एउटै हो कि, सबै कुरा एउटै छ, इन्भाइरोमेन्ट एउटै छ। त्यही एउटा ल्याङ्ग्वेज मात्र ड्रब्याक्स हो, ल्याङ्ग्वेज चाहिँ राम्रोसँग सिक्न पर्छ, त्यही हो। त्यस्तै हुन्छ। अब कहाँनिर छ त बस? तन्मय, वेयर इज बस? वेयर आर दे? Or otherwise we will go to आयो युनिभर्सिटीको लिनको लागि। अब हामी चाहिँ जान्छौँ। तिमीहरूले के सिक्यो? राखेर भन्नु होला के सिक्नु भयो भन्नु जति आज के सिक्यो? सिकेले के सिक्यो? मैले त सेन्ट्रल आइबी क्याथेटर गर्दा सिकाएँ। दुईजना तिनीहरू आएको छैनन् नि त। गदे दुआ इजिप्टी हो नि यार, हो नि यार। रसियन फेरि एकदम फेरि फटट्टै हो। सबै भाषा रसियन चाहिँ फेरि काइफा आलु याक्सिमिसिस याक्सिमिसिस क्या हाल्सी की हाल बा। ल आज मनोज कस्तो भयो त नि हस्पिटल आज तिम्रो? आज हस्पिटल एकदमै राम्रो भयो। नयाँ नयाँ कुराहरू सिक्ने अवसर मिल्यो। अझ बिपिना थियो, बिपिना गाइस उ चाहिँ रङ ठाउँमा आइछ। एमबीबीएस पढ्न आउँथेन उसले चाहिँ नेपाली टिचर हुन पर्ने थियो, त्यो पनि ब्याक पढ्नु। नेपाली यति शुद्ध बोल्छ मनोजले, यति शुद्ध नेपाली बोल्छ। उसले नेपाली टिचर हुन पर्ने थियो के। एकचोटि फुल नेपालीमा भन्देऊ न, पुरै हुन्छ नि। आजको अस्पताल एकदमै उत्कृष्ट रह्यो। आज धेरै सिक्ने मौका मिल्यो। त्यो सिकाइले गर्दा एकदमै मन नै प्रसन्न भएर आएको छ। यस्तै अस्पताल यस्तै भइरहोस् भन्ने आशा राखेको छु। विश्वविद्यालयप्रति पनि आगामी दिनमा नै होस् भन्ने आशा राखेको छु। युनिभर्सिटी होइन, विश्वविद्यालय। विश्वविद्यालय ल है, हामीले नेपाली सिक्न पर्छ है। मनोजबाट चाहिँ अब हाम्रो साथीहरूको चाहिँ फुल प्लान बनेको छ, युनिभर्सिटीबाट घुम्न लग्छु भनेको रहेछ। अब उनीहरू चाहिँ सबैजना कन्भिन्स गर्न जान्ला छ। अनि होइन, हाम्रो ल्याङ्ग्वेज रसियन ल्याङ्ग्वेज राम्रोसँग नआए पनि हामी यसरी यतो गरेर पनि त्यो ड्राइभरलाई चाहिँ राम्रोसँग बुझ्ने बनाउँछौँ कि। अब हामीले भनौँ मानसिक भनेको केटा, नेबुस्का भनेको केटी हो, त्यही भएर सबै नै युनिभर्सिटी जान्छ। पुरा संवाद देख्नको लागि यो भिडियोलाई पुरा हेरिदिनु
गरिदिनु होला हाम्रो सपना दिदीले म्याडी म्यामसँग कसरी कसरी convince गर्नुहुन्छ? भिडियो देख्नको लागि यो भिडियोलाई पुरै Yes, and like, subscribe, share also. There you go. ल अब हाम्रो मिसनमा सक्सेसफुल हुन्छ कि हुन्न if you will बोले आएर if होइन स्निकाको सब्सक्राइबर आज 100 भन्दा माथि भयो भने हामी अझै राम्रो कन्टेन्ट गिभ अवे छ मनोजलाई गिभ अवे गरिदिन्छ मनोजलाई गिभ अवे गरिदिन्छ हामीलाई चाहिएको पनि छैन कसैलाई मनोज चाहिन्छ कमेन्ट गर्नुहोस् लैजानुहोस् अनि त्यही भएर लाइक सब्सक्राइब गर्नुहोस् हामी अझै कलेजको भिडियो हस्पिटल एक्सपोजर सबै कुरा देखाउनेछौँ अब झन् थर्ड इयर स्टार्ट हुन्छ थर्ड इयरपछि हाम्रो अफिसियली हामी क्लिनिकलमा जान्छौँ फेरि त्यहाँ पनि राम्रोसँग देखाउँछौँ त्यही भएर लाइक सब्सक्राइब सेयर गाइस बाई 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 देखो यस्तो सपोर्टिभ साथी चाहिँ चाहिन्छ है यतिको साथीहरू चाहिँ चाहिन्छ लाइफमा त्यही हो सो गाइज होइन हामी यहाँ यो ठाउँमा बस्दा बोर भयौँ त्यही भएर म्याम पनि आउँदै हुनुहुन्छ म्याडी म्याम चाहिँ हामी चाहन्छौँ कि म्याम हामीलाई घुमाउन Hello, लग्यो त्यही भएर आई एम ma'am. गोइङ टु कन्भिन्स हर कन्भिन्स Yeah. whether she can convince or Let's not. see, Now, okay, we ma'am. want to go. So we want to go to Bukhara Lake. Yes. Okay. not book. Okay. As soon as possible, please. No movie. No movie. No Bukhara Lake. Yes, Bukhara Lake. When we are going? Soon this week. This week. Yes. Sunday or Saturday? Sunday or Saturday. Okay, guys. Sunday or Saturday. Sunday or Saturday. Yeah, you Sunday told and- on video. I'm going Yeah. to upload on YouTube. Have you had your lunch? It's lunch. Yeah. No. No lunch. Then why you are drinking? After eating. Energy. How was your day? You like it today? Yes. Everything is good. If she will take us to Bukhara Lake, then only subscribe this channel. We need to wait I know our till ma'am will- Sunday, Saturday and Sunday. Why not? Saturday and Sunday. Yeah. How? No, for visiting. You Lake. want to stay one day? No. We want to visit today or tomorrow. हमको हिंदी नहीं है. She's the cutest ma'am. She have studied pharmacy from Delhi, Gurgaon. So she also knows Hindi. थोड़ा. She's the cutest ma'am. See how cute she Don't is. post Oh my me. God. Okay, go take rest. Then when we are We are going this week. not no ma'am. No, not ma'am. this Promise Saturday. me this week. Not Saturday, Sunday. Other Before students Saturday, come. Sunday? Yeah. Now it's fixed. It's officially fixed. We are going to Dilakol soon. Yes, ma'am. When? Wednesday. Ma'am, Thursday? Wednesday, Thursday. Before Saturday. Dean sir, please do watch this video. She have already promised about these things. Now we are going to Tudakul Lake. Tudakul Lake. Say Tudakul Lake. Okay. Okay, ma'am. When we are going, she's planning that we three will go outside anywhere, and she will buy something for us. Oh my God! I will buy how you a good bag. I will buy. अब hostel पुग्यौं. That's it for today.